ल साथीहरु हाम्रो काठमाडौँको 2 दिनको बसाइ पछाडी हामी काठमाडौँबाट चितवन र लुम्बिनीको लागि निस्किदै छौं। खास गरी काठमाडौँ बसाइमा हामी भक्तपुर नगरपालिका जुन नेपालको एउटा समाजवादी व्यवस्था फलो गर्ने एउटा स्थानीय तह पनि हो, त्यहाँ गएर हामीले अध्ययन अवलोकन गर्यौं। तत्पश्चात हामी सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यूसँग पनि हामीले चाहिँ हाम्रो स्थानीय तहको समस्याहरूको बारेमा चाहिँ ज्ञापन पत्र बुझायौं। त्यस्तै नेपाली कांग्रेसका आदरणीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाज्यूलाई पनि हाम्रो स्थानीय तहको विशेष गरी सडकसँग सम्बन्धित मागहरूको लागि चाहिँ हामीले ज्ञापन पत्र चाहिँ हामीले बुझाएका छौं। अब हामी चितवन जिल्लाको चाहिँ भरतपुर नगरपालिकाको हाम्रो यात्रा रहनेछ। हामी त्यहाँको अपडेट अर्को भिडियोमा यहाँलाई शेयर गर्नेछौँ। सबैजना आइपुग्यो? गुड मर्निङ। चितवनबाट गैरीबारी रिसोर्टबाट हिजो हामी 12 बजे राति पुग्यौँ। काठमाडौँको 5 घण्टाको यात्रा पछाडि हामी चितवनको गैरीबारी रिसोर्टमा बस्यौँ र अहिले हामी बिहानको खाजा चिया खाएर चाहिँ हामी चितवन राष्ट्रिय निकुञ्जको चाहिँ त्यहाँको चाहिँ एक्सप्लोर गर्छौँ। बाँकी हामी त्यहाँबाट देखाउँछौँ। ल केटाहरू लाग्यो है हात्ती हेर्न, बाघहरू हेर्न। कहाँको तयारी हो सर? कहाँ जानु निकुञ्जतिर? हेलो, के छ? साथीहरु हामी चाहिँ लाग्यौँ चितवन राष्ट्रिय निकुञ्जतिर। हामीभन्दा अगाडि 3वटा गाडी चाहिँ हिँडिसक्यौँ। हामी चाहिँ सेकेन्ड लास्ट गाडीमा राष्ट्रिय निकुञ्जतिर गइरहेको छौँ। त्यहाँ चितवन राष्ट्रिय निकुञ्जतिर गएर हामीले के बाघ देख्न सकिन्छ, बाघ के दृश्य देख्न सकिन्छ त्यो यहाँहरूलाई देखाउनेछ। ल गाइज हामी चितवन राष्ट्रिय निकुञ्जभित्र प्रवेश गरिसकेका छौँ। ल गाइज हाम्रो गाडी इन्ट्री भएको भिडियो चाहिँ खिच्न नमिलिरहेछ। यहाँ हाम्रो गाडी चाहिँ इन्ट्री भइसक्यो। अब हामी चाहिँ अब स्पटमा खास वाइल्ड लाइफ स्पटहरूमा चाहिँ हामी अब पुग्नै लागेका छौँ। केही समय पछाडि हामी यहाँको नेचुरल रिसोर्सेसहरू, वन्य जन्तुहरू, त्यहाँ चाहिँ मयूर देख्न सकिन्छ। एउटा मयूर देख्यौँ हामीले। अब हामी यस्तै यस्तै दृश्यहरू देखाउँदै जानेछौँ। यहाँनिर अगाडि यो लोकल कुखुरा जस्तो देखिन्छ, लोकल भाले जस्तो देखिन्छ। यो चाहिँ लुइचे हो। यो दुईटा देख्न सकिन्छ यहाँ। यो चाहिँ अलिकति गाडी देखेर मान्छे देखेर अलिकति भाग्दो रहेछ, एकदमै सानो सेम लोकल कुखुरा जस्तै। हामी एउटा राइनो देखेका छौँ। राइनो अगाडि देख्न सक्छौँ। जुम गरेर देखाउँछु।
ल गाइज हामीले गैँडा देखायौँ, एउटा गैँडा चाहिँ देख्न पाएका छौँ अहिलेसम्म। अब हामी छिट्टै हात्ती पनि देख्नेछौँ जस्तो लाग्छ। अगाडि जति अगाडि बढ्दै जान्छौँ त्यति थुप्रै एनिमल्सहरू देख्न पाएका छौँ। बाटो चाहिँ हामीले मयूरहरू त कति 20-25 देखिसक्यौँ, एउटा गैँडा देख्न पायौँ। अझै योभन्दा अगाडि जाँदैछौँ, हेरौँ हामी बाघ पनि देख्नेछौँ, एउटा रतुवा के हो। हामी कामना गरौँ फेरि हामी हात्तीहरूको बथान देख्नेछौँ, कामना गरेर एउटा बेङ्गल टाइगर पनि देख्नेछौँ। नमस्ते। ए हस्पिटल जानुपर्छ भेटी राष्ट्रिय निकुञ्ज मयूर यो तपाईँ हामीलाई खुसी लागेको छ। यो हामीले त्यो त पायौँ। ओ भाग्य हामीले मानव चला या हामीले मानव चला पाएपछि हामीले यतिको केही घिउ त पायौँ, यो ठाउँ घुम त पायौँ भने खुसी लागेको छ। हाम्रो हिन्दू धर्मअनुसार हामी हात्तीलाई पनि र मयूरको पनि पूजा हुन्छ र थुप्रै पशुपक्षीहरू अनि चराचुरुङ्गीहरूको पनि हाम्रो हिन्दू धर्मअनुसार पूजा हुन्छ। हामी हात्तीलाई आज सायद धेरैको मैले पनि लाइफमा पहिलोचोटि नै हात्ती नजिकबाट देख्न पाएँ, छुन पाएँ। हामी अभाग्य पनि छौँ किनकि हात्तीलाई हामी पूजा गर्छौँ। हिन्दू धर्मअनुसार हात्तीलाई चाहिँ गणेशको रूपमा चाहिँ पनि पूजा गरिन्छ, यस कारण पनि हामीले हात्ती देख्न पाएका छौँ। यसमा चाहिँ हामी सबै यात्रुहरू एकदमै खुसी छौँ। आउनु दाजु हुनुहुन्छ ल दाजु, हामीले के देख्यौँ? नमस्ते। हामी गाउँपालिकाको हामी चुनावहरूमा हामी अहिले चितवनको सौराका कुम्रोज मध्य क्षेत्रमा हात्तीका छौँ। हामीसँग चाहिँ यहाँ गाइड हुनुहुन्छ महेन्द्र चौधरीजी हुनुहुन्छ। र हामीले उहाँले भन्नुसार हाम्रो चाहिँ एउटा चाहिँ अहिले देखेको अनुसार हामीले चाहिँ मयूर देख्यौँ हामीले, अनि 12 सिङे चितल देखेका छौँ, अनि गैँडा पनि देख्यौँ, अनि हामीले चाहिँ मगरमच्छ पनि हामीले देख्न पायौँ। र अझै पनि हाँसे मैदान फाँटहरू विभिन्न चराचुरुङ्गीहरू हाम्रो विशाल गरिसकेका छौँ। र अझै हामीले चाहिँ के अरे युआर होपफुल एन्ड एक्साइटिङ, भेरी एक्साइटिङ इन दिस एरिया चितवन नेसनल पार्क। चितलहरू देख्न सकिन्छ। यहाँ पुरै बथानै छ, झाडी भएको कारणले गर्दाखेरि अलिकति देख्न चाहिँ गाह्रो छ। तर यहाँभित्र चाहिँ थुप्रो लगभग 15-20वटा जरायोको पुरै बथान छ। यहाँ देख्न सक्नुहुन्छ। हामी चितवन राष्ट्रिय निकुञ्जको थोरै ठाउँ एक्सप्लोर गऱ्यौँ र अझै पनि थोरै ठाउँहरू बाँकी छ। हामी एकैछिन यो चाहिँ रेस्ट गर्ने ठाउँमा, होटेल भएको ठाउँमा हामी एकछिन रेस्ट गर्छौँ र त्यस पछाडि पनि फेरि हामी थोरै ठाउँहरू बाँकी भएका ठाउँहरू चाहिँ घुम्नेछौँ। हामी चाहिँ अहिलेसम्म घुम्दै गर्दाखेरि हामीले एलिफेन्ट, राइनोज, पिकक एन्ड क्रोकोडाइल जस्ता वन्यजन्तुहरू अहिलेसम्म देख्न पाएका छौँ। एकदमै खुसी लाग्यो। र बाँकी साना चराहरू धेरै देख्न पायौँ। अझै धेरै देख्न बाँकी छ। हामी कामना गर्छौँ हामीले बाघ देख्न पायो भने सायद एकदमै हामी धन्य हुनेछौँ भन्ने मलाई लागिरहेको छ। बाँकी अझै पनि हाम्रो एक्सप्लोरको यात्रा बाँकी नै छ। अझै यहाँलाई चाहिँ अझै भिडियोहरू चाहिँ अझै यहाँलाई देखाउनेछु। यसरी हाम्रो चितवन राष्ट्रिय निकुञ्जभित्रको यात्राको अन्तिम चरणमा छौँ हामी। थुप्रै जनावरहरू देख्न पाइयो।
त्यसमै हामी खुसी छौँ। अब चाहिँ यात्रा टुङ्गियो। गाइज हामी चितवन राष्ट्रिय निकुञ्जको चाहिँ सङ्ग्रहालय सूचना केन्द्र अथवा यहाँको चितवन राष्ट्रिय निकुञ्जभित्रको वन्यजन्तुसँग सम्बन्धित चिजवस्तुहरू राखेको ठाउँ पुगेका छौँ। हामी एकैछिनभित्र जान्छौँ, त्यहाँभित्र हेर्छौँ यहाँ वन्यजन्तु सम्बन्धी के छन्, के अरे वन्यजन्तुको छाला हाडदेखि लिएर उनीहरूको अङ्गहरू के राखेको छ त्यो हेर्छौँ। चिताज यो चाहिँ के हो? यो चाहिँ बिरालो, जङ्गली बिरालोदेखि लिएर यो चाहिँ यो चाहिँ जुरे दुम्सी छ यहाँ चाहिँ कालो शालिक हुन्छ। बिरालोहरू बढी जस्तो देख्छु, मलाहा बिरालो, गैडा जलगैडा, यो चाहिँ बच्चा हुँदाखेरि गैडाको बच्चा। यो चाहिँ हात्ती हो। हात्तीको नि हात्ती हो नि, सुन हात्ती हो, हात्तीको सुन र हात्तीका हड्डीहरू भन्ने। यहाँ चाहिँ यो चाहिँ नायन, हाम्रोतिर नाउर भनेर भन्छ सायद यसलाई, यो नाउर नै हो। यहाँ चाहिँ नायन भनेर लेखिएको छ। यहाँ विभिन्न बदेल सुँगुर, हाम्रोतिर सुँगुर भन्छ बदेल, र त्यस्तै यो चाहिँ गैडा, यो गैडाको हड्डीहरू आफूට पारा छ भने। यहाँ चाहिँ बेङ्गल टाइगर, यो चाहिँ चिताज, यो चाहिँ अर्ना, वाइल्ड अर्ना, जङ्गली भैँसी। यो पनि अर्ना नै हो, अर्नाको खप्पर। हेलो ऱ्याबिट, गौरी गाई। यहाँ चाहिँ यो चाहिँ खरायो, खरायोको विभिन्न प्रजातिहरू। यहाँ चाहिँ न्याउरी मुसो, मुसाहरू भने। यहाँ चाहिँ चितुवाको खप्पर, के थुप्रै खप्परहरू देख्न सक्नुहुन्छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ घडियाल गोहीको छाला, सुन, यसको दाँतहरू यस्तो देख्न सकिन्छ। भने यहाँ चाहिँ यो पनि गोहीकै खप्पर हो, मगर गोहीको खप्पर भनिएको छ। यो पनि घडियाल गोहीको थुप्रै प्रजाति हुँदो रहेछ। अनि यहाँ चाहिँ माछा, एउटा बरारी माछा भनेर भनिएको छ। यो चाहिँ बरारी माछा। यहाँ चाहिँ विभिन्न भ्यागुतादेखि लिएर सानो चिजहरू पनि राखिएको छ। यहाँ भ्यागुता माछाको विभिन्न स्पिसिसहरूको चाहिँ भित्र चाहिँ पुरै एउटा टक्क सेफ तरिकाले केही नहुने टाइपले एउटा डब्बाभित्र राखिएको हुँदो रहेछ। यहाँ पनि चितुवा चाहिँ गङ्गटोहरू र विभिन्न यो सङ्खे किराहरू प्रजातिहरू पनि राखेको छ। सानो टाइगर
अजिङ्गर यसको टाउको यसको टाउको चाहिँ यहाँ लेख्न सकिन्छ र यो चाहिँ देख्न सकिन्छ अजिङ्गरको अस्थिपञ्जर यो यसको चाहिँ हड्डी चाहिँ यस्तो हुँदो रहेछ अजिङ्गरको हड्डी यो चाहिँ टाउको यो चाहिँ पुरै हड्डी नै हो यो पुच्छर पुरै सर्प प्रजातिकाहरू यहाँ चाहिँ राखिएको छ र यहाँ पनि यो पनि सायद कोही यहाँ चाहिँ चराहरू लुइचे हुनुपर्छ सायद यो लुइचे डोमेस्टिक चिकन अनि डोमेस्टिक चिकन कुखुराहरू नै हो यो सायद लोकल कुखुराहरू भने यहाँ चाहिँ विभिन्न चराहरू छुट्टो ठ्याक्कै नाम चाहिँ थाहा भएन यहाँ चाहिँ राजधनेश भनेर लेखिएको छ विभिन्न चराहरूको स्पेसिसहरू चरा प्रजातिका यहाँ चाहिँ राखिएको छ भने यो चाहिँ के हो नाम चाहिँ यसको ठ्याक्कै यहाँ देख्न सकिन्छ चरा प्रजातिका यो चाहिँ गिद्धहरू यो गिद्ध देख्न सक्छौँ भने यो अस्ट्रिच कोन्डा हो लगभग कति केजीको छ 1400 ग्राम भनेपछि तपाईँको 1.5 केजीको हुँदो रहेछ यो अस्ट्रिच कोन्डा तपाईँको 1400 ग्राम भनेपछि ठ्याक्कै 1.5 केजी 1.5 केजीसम्म हुँदो रहेछ अनि यो के को गुड हो गुड चराको गुड हो अच्छा यो चाहिँ चराको गुड 2 दिनभित्र बनाइसक्छ एकदमै राम्रो छ दामी चाहिँ इन्ट्रेस्टिङ छ यो चाहिँ अलिकति राम्रो छ यो सुनको हो सर्प प्रजातिकै हो यो पनि छ है यो पनि सर्प नै हुनुपर्छ सर्पको खोल सर्पको कभर यो चाहिँ जिउँदो सर्प हो क्या जिउँदो भने मरेको सर्प केमिकलमा काँचुली भन्छ हाम्रोतिर यो चाहिँ सर्पको बाहिरको कभर हो यहाँभित्र जिउँदै छ है यो छुन मन होइन मरेको हो होइन जिउँदै छ यो होइन मर्या हो तर केमिकलहरूले यहाँ चाहिँ बाराछिङ्गे जरायो के सबै ल ओके गाइज मैले यहाँ भित्रको आखेटो पारहरूको थोरै मैले देखेसम्मको यहाँलाई देखाएँ कस्तो लाग्यो कमेन्ट गर्नुहोस् जहाँसम्म मैले आफूले देखेको चिजहरू सबै यहाँलाई चाहिँ देखाउने कोसिस गरेँ अझै पनि थोरै बाहिरको पार्कको एउटा दृश्य यहाँलाई देखाउँदैछु यहाँ मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यहाँ चाहिँ गैँडाको साबित राखिएको अगाडि मयूर मूर्ति बनाएर राखिएको छ यहाँ पछाडि चाहिँ राइनोस छ भने यहाँ चाहिँ चिपक मयूर के अरे एउटा स्ट्याचु बनाएर राखिएको छ चितवन राष्ट्रिय निकुञ्जभित्रको म्युजियमको ट्रिप पनि खतम भयो हामीले यो म्युजियम एक्सप्लोर गर्दै थुप्रै सम्पूर्ण यहाँलाई यहाँबाट जय जेठान हाम्रो गैरीबारी रिसोर्ट प्रालीमा छौँ अहिले चितवनमा छौँ के छ सर ठिक छ हो यहाँ देख्नु पर्यो त के छ नि एकदम राम्रो छ त के छ हिजोको बसाइ कस्तो लाग्यो एकदम भव्य आजसम्म उत्कृष्ट बसाइ हो यो भने होइन ए ल ठिक छ धन्यवाद ल
गैरीबारी रिसोर्ट चितवनबाट निस्किँदैछौँ हामी भरतपुर महानगरपालिकासम्मको यात्रा हुनेछ। त्यस पछाडि हामी के के दृश्य देख्न सकिन्छ त्यो कन्टिन्यू गर्नेछौँ। ल है गाइज हामी नारायणी नदीमा बोटिङ गर्छौँ केही समय। हामी चाहिँ बोटमा चढिसक्यौँ गाइज। ल फोटो त फोटो गाइस मैले यहाँहरूलाई मेरो चाहिँ 1-1.5 हप्ताको ट्रिपमा तपाईँहरूलाई पनि लिएर गएँ, जहाँसम्म मैले तपाईँलाई चाहिँ धेरै ठाउँहरू देखाएँ। तपाईँ भौतिक रूपमा त्यो ठाउँमा पुग्न नसके पनि मेरो भिडियो हेरेर त्यो ठाउँको पुरै टुर पनि तपाईँले गर्नुभएको छ। अवश्य पनि मलाई लाग्छ यहाँहरू यो भिडियोप्रति सकारात्मक हुनुहुन्छ। अझै पनि यस्तै किसिमका भिडियोहरू आउँदै गर्नेछन् भविष्यमा। यसकारण के अरे यो मेरो एनएसटी भ्लगलाई फलो गरिदिनु होला र यदि यो मेरो भिडियोहरू राम्रो लाग्छ भने लाइक गर्नु होला र आफ्नो साथीहरूलाई चाहिँ बाँड्न चाहनुहुन्छ कृपया सेयर पनि गर्नु होला भन्दै अर्को भिडियोमा फेरि पनि भेट्ने बाचा गर्दै यहाँबाट छुट्टिन्छु। हस्, नमस्कार।